यता हेर्दै न युनिस पेम्पा मन्जुला जिन्दा कस्तो मजाले देख्दैछ हौ यहाँबाट चाहिँ यस्तो भिड छ है निकिता हिँड्दैछ जान्छौँ हामी आज कता जानुपर्छ हामी अब यहाँ उकालो गएपछि माथि गएपछि फेरि 9 र 0 जाने रोड छ नि त्यो रोड भेट्छ त्यहाँ रोड फेरि उता गयो ए हामी चाहिँ माथिबाट जानु अब यो उकालो जानु यो चाहिँ पहिलाको बजारे बाटो ब्यासीबाट उकालो यहाँ माथि गएपछि लिङ्गे रोड फाइनली रोडमा आइपुग्यो अब चाहिँ हामी रोड जाने यताबाट जानुपर्छ मान्छे त होइन ल यो चाहिँ 1 माइल टाढा बिचरा हिँड न 1 माइल टाढा अरे यो चाहिँ यहाँबाट ऊ दोकान जान्छ लाभा Rachila Peak is temporarily closed due to movement of wild animals रहेछ बट अब हामी चाहिँ अलिकति केयरफुल भएर हिँड्नुपर्छ हौ हैन ए हैन यो चाहिँ 1 माइल टाढा अरे अनि यहाँबाट चाहिँ हामी गएको हेर्नुहोस् न वेदर चाहिँ नि घाम लागेर चाहिँ कञ्चनजङ्घा हेर्नु आएको के रचिला पिकबाट तर यी कुरो आएर फगी हैन युनिस मजा आउँदैछ अझै पुग्न आँटेको हामी कटुसी हेर्नुहोस् है मिठो हुन्छ नि यो होइन योहरू खान्छ होइन दानाभित्रको ए उयो खान्छ नि काँडा काँडा भएको छ खान्छ कृपया गन्दगी नफैलाए नेउरा सुन्दर बनाइराखे यसै बोटमा चाहिँ यहाँनिर यहाँ गर्दा हुन्छ त किन चाहिँ अलिक डार्क अँध्यारो देख्दा भने सामान्य नि घाम लागेछ भने चाहिँ फोटो पनि दामी निस्किँदो रहेछ भिडियो पनि क्लियर होइन आइपुग्यो काइन्डली डु नट लिटर खै त अन्त कञ्चनजङ्घा त हेर्नुहोस् यहाँनिर सबै उयो मात्रै खै कञ्चनजङ्घा ए यहाँ यो लाभा होइन हल्का देख्दो रहेछ जुम गरौँ त हेर्नुहोस् है लाभा चाहिँ यहाँ तल चाहिँ हामी चाहिँ यहाँ माथि छु अघिको भन्दाखेरि चाहिँ हल्का चाहिँ क्लियर भयो तर कञ्चनजङ्घा चाहिँ छैन हेर्नु पाएन हामीले हेर्नु पाएन यहाँ पनि छ इलेक्सनमा जान्छु म चाहिँ मेरो युकेलेलीमा चाहिँ कतिजनाले फोटो खिच्यो अब यहाँसम्म हिँडेर आएको थियो भोक लाग्यो हो यहाँ चाहिँ छ हाम्रो खानेकुराहरू के गरेको ए छुरी नभएर हेर्नुहोस् हामी बेसी मलाई चाहिँ अलग्गै दिने प्रयोग गरेर छुजारो भयो यहाँ हेर्नुहोस् यसरी खानुपर्छ है उयो पनि जानुपर्ने हौ मेरो चाहिँ एक्स्ट्रा यो चाहिँ अलिक पिरो कम्ती हो म चाहिँ यहाँ बसेर खान्छु है
यो चाहिँ मेरो हो मजा आउँदैछ झालमुरी खानु हामी चाहिँ बाटो बोतलबाट चटपटे खाँदै छु अहिले हो अन्त यो चाहिँ यहाँ हेर्नुहोस् यो रक छ नि यहाँदेखि चाहिँ उता ए तल पुग्नुपर्छ हामी चाहिँ यहाँ तल यहाँ पुग्नुपर्छ हिँडेर बादे फन पार्कमा आइपुग्यो हामी चाहिँ यहाँबाट चाहिँ स्टार्ट भयो अहिले गएको थिएन है मैले लाइफमा फर्स्ट टाइम फर्स्ट टाइम है भएको चाहिँ के छ भनेको त खानु छैन थाहै छैन हामी यहाँबाट हेरौँ फर्स्ट टाइम आज चाहिँ हामी चर्च पनि जाँदैछौँ लाग्यो यहाँबाट माथिबाट हिँडेर आएको अन्त आजको चर्च ओपनिङ यो चर्च हो वेलकम जेम्स दाजु अब परमप्रभुको निम्ति हामी गाउँ हाम्रो उद्धारको चट्टानको निम्ति जय जयकार गरौँ
यसरी पाउँदछौ। येशूले तिमीलाई भन्नुभयो, धन्य हौ हे योनाको छोरा सिमोन, किनभने मानिसबाट तिमीलाई यो प्रकट गरिएको होइन, तर मेरा स्वर्गमा हुने पिताले गर्नुभएको हो। अनि म पनि तिमीलाई भन्दछु कि तिमी पत्रुस हौ। फर्किँदैछु। यहाँ केटीहरू चाहिँ अल्छी मानेर जानु अल्छी मान्दैछ के भएको यहाँनिर होइन। चर्च ओपनिङ दार्जिलिङमा आयो, यो दार्जिलिङको छेउमा हो नि त उकालो जाँदाखेरि। अन्त एकछिन निस्केर जाउँ भन्दाखेरि अल्छी मान्छ के भएको, हिँड्नु अल्छी साह्रो अरे, मलाई चाहिँ हिँड्नु अल्छी लाग्छ। हेर्नुहोस् यो चाहिँ चार्ली फल्स अम्बो। वाह पानीले खोपेर अक्लै बनाएको छ अरे। हेर्नु जाउँ त। खै कहाँनिर के बनाएको छ नि, यो हो अम्बो उताला हुँदो रहेछ त। यहाँ हेर्नुहोस् कस्तो भएको रहेछ। यहाँ त मान्छे बगायो भने त यो हुन्छ होला है। के उयो नि यहाँबाट कहाँबाट बग्छ होला है, के गएछ ऊ मान्छे चाहिँ? कहाँबाट लड्नु चाहिँ लडेको? हेर्दै थिएँ कि हजुर किन हेऱ्यो यो मान्छे भनेर हेरेँ नि त। यहाँ मान्छे एकजना लडिरहेको छ भने नि त। अब झन्नै बाँचे अरे हेर। झन्डा बाँच्यो ऊ त पहिला पनि मरेको नि मान्छे। हजुर हजुर के भएको उनीहरू नि यस्तो बिच बिचमा चर्छ। हेर्नुहोस् यो मान्छे चाहिँ झन्डै चिप्लेर चाहिँ तल पुग्यो अरे, अलिकतिले बाँच्यो अरे। यहाँ हेर्नुहोस् यहाँ कति पहिला मान्छे मरेको। अन्त किन चाहिँ यस्तो बिच बिचमा जानु है? अहिले भर्खर अरे ऊ बाँचेको अरे, बुझ्यौ? क्रसको उयो पनि छैन, उयो तल पुगेको, यहाँ तल पुगेर चाहिँ गएको। कहाँ पुगेको उहाँ कता बाँच्यो निक्ले अरे। त्यही भएर चाहिँ मान्छे मर्छ क्या हो यहाँनिर। यसो चकचक त गर्नु भएन नि त। झन्डै मरेछ है मान्छे, के भएको? कोलाखामको बाटो पनि हिँड्यो, दामी लाग्यो। त्यस्तै खान्छ टिकुले त। अब चाहिँ लाभा निस्किन चाहिँ हामी मिठाई खाने